वेलकम गाइस नयाँ भिडियोमा। यो टावरमा हामी चढ्दैछौँ है। र भिडियो अन्तिमसम्म हेर्दिनु होला। यो चाहिँ पुरै सर्लाइ जिल्ला हो। अब म पनि जाने हो। ल ट्याङ्कीमा चाहिँ चढ्यो। ल प्रेसर हाई प्रेसर लो हुने मान्छे यहाँ आउनु होला। गाह्रो छ। Oil bath, सर्लाइ फर्म हाउस। ल वेलकम गाइस नयाँ भिडियोमा। यो टावरमा हामी चढ्दैछौँ है। ल असिम ब्रो हेलो भन्नु। कहाँ कुन ठाउँ अरे यो? रामनगर। कुन जिल्ला? कुन प्रदेश? ल फाइनल्ली रामनगरको हामी
टावरमा चढ्यो है, टावर होइन के अरे ट्याङ्कीको। र भिडियो अन्तिमसम्म हेरिदिनु होला। यो चाहिँ पुरै सर्लाही जिल्ला हो, सर्लाही जिल्लामा यो ट्याङ्कीमा चढ्दैछौँ हामी। यो मौरी छ है, फेरि भिरमौरी। आउनु न दाइ, समाउने ठाउँ छँदैछ त। ठ्याक्कै किन डराउनुहुन्छ, रोक्नुहोस्। हाम्रो यहाँ भिरमौरी छ। यता तपाईँ यता ल्याउनु मोबाइल, तपाईँ यहीँ भयो। ऊ मौरी रहेछ यार, यसले त टोक्छ यार है। भिरमौरी रहेछ यहाँ है। ल सिमब्रोडर, यो ट्याङ्की कति हजार लिटरको रे? 30,000 को 4वटा छ होइन? ल यहाँबाट चाहिँ यस्तो भ्यू देखिन्छ है। के छ जङ्गल मात्रै छ। अझै यो भन्दा नि माथि जान हुन्थ्यो। यहाँ चाहिँ यस्तो रहेछ, जानै मिल्दैन। माकुराको जालै जालो। अरूको उता कस्तो छ है, सबै मसलाको रुख छ। अर्को नि भर्याङ, तर ऊ लाग्यो होला नि, के अरे माकुराको जालो जालो छ। ल सिमब्रो जाँदैछ माथि है। ल अब म पनि जाने हो। ल ट्याङ्कीमा चाहिँ चढ्यो। ल प्रेसर हाई प्रेसर लो हुने मान्छेहरू यहाँ नआउनु होला, गाह्रो छ। फाइनली गाइस, यो चाहिँ सर्लाही जिल्लाको रामनगर भन्ने गाउँमा छु म अहिले। यो चाहिँ हाम्रो जिडब्ल्युसीले बनाएको, कति वर्ष पहिले बनाएको रे? 5 वर्ष अगाडि। 5 वर्ष अगाडि बनाएको यो योजना हो है। यति राम्रो छ। बनाउने मान्छे चाहिँ यही हुनुहुन्छ, हाम्रो सुपरभाइजर, हाम्रो सर तल हुनुहुन्छ बनाउने मान्छे। ल फाइनली यता यता देख्नु नि, यतै यो सबै फाइबर ट्याङ्क हो। एउटा ट्याङ्की चाहिँ 30,000 लिटरको ट्याङ्की छ यहाँ। 1,20,000 लिटर पानी छ है। त्यसको बोरालाई कतिवटा? 3वटा होइन? 3वटा। टाउकै घुम्छ यहाँ तलबाट हेर्नु त। ठिकै छ। त्यहाँ मेरो बाइक त कति सानो देखेको छ यार। बाइक त माकुरा जस्तो देखेको छ। ल यस्तो यस्तो छ है। आउनु सिमब्रो। ल हो ल फेरि यता जानुहोस्। ल यो यसरी देखिन्छ हामी यहाँबाट है। तल हिल ट्याङ्कहरू छ, यहाँ ट्रस बन्दैछ, यहाँ फिल्टर ट्याङ्क राख्ने हो। ल